ए यहाँ भनेको मैले पाएँ नि गाइस द मेसेजिङ एन्ड प्रपोज अफ सम वान लाइफ इज इम्पोर्टेन्ट भनेको छ अब होइन सबको लाइफमा चाहिँ एउटा मेसेज छ अरे त्यो चाहिँ अब नेचुरल अरे होइन प्रपोजहरू त्यो चाहिँ अब केटा र केटी बिचमा प्रपोज भनेको प्रपोज अफ सम वान लाइफ इज इम्पोर्टेन्ट अब जसलाई पनि अब एउटा जीवनमा चाहिँ लाइफमा चाहिँ हुन्छ नि एकजनासँग चाहिँ प्रपोज गरेर इम्पोर्टेन्ट हुनुपर्छ अरे अब जस्तो कि अब हामी के हुन्छ ठक्क भेट्यो नि इम्पोर्टेन्ट गफ यस्तो हुन्छ नि त्यस्तै भन्दैछ यो दामी भन्छ साथीले होइन अझ एउटा छ नि प्रपोज अफ लाइफ चेन्ज यो एउटा भन्ने छ मेसेजिङ एन्ड अरे अझ एउटा मेसेज छ अरे लाइफ बारेमा होइन प्रपोज अफ लाइफ चेन्ज विथ टाइम अरे अब यस्तो अरे मेसेजिङ चाहिँ छोडेको छ होइन प्रपोज गऱ्यो भने चाहिँ लाइफ चेन्ज हुन्छ अरे एउटा नराम्रो लाइफ राम्रो भएर चेन्ज भएर जान्छ अरे विथ टाइम अरे कति पनि टाइम लाग्दैन अरे त्यतिमै जान्छ यस्तो टाइम लाइफ इज नट अ फर एभ्री वान